धेरैजना छौँ साथीहरूसँग। सो तपाईँलाई देख्न सक्नुहुनेछ मास्तिर भनेको तपाईँको विभिन्न वास्तुकलाहरू रहेको छ होइन। जोस यो भनेको पुरानो परम्परासँग सम्बन्धित कुराहरू रहेको छ र यो धर्मलाई चाहिँ एकदम राम्रो मान्ने छ। पहिला चाहिँ तपाईँको कस्तो थियो भने यहाँनिर पुरै ऊ थियो, अहिले चाहिँ तपाईँको ड्याममै बारेछ र यताबाट पुरै दामी हानिसकेको छ होइन। तिनसम्म हेरेर प्लिज सपोर्ट गरिदिनु होला गाइसहरू। सो म तपाईँहरूलाई चाहिँ देखाउनेछु, यो सक्नुहुनेछ एकदम रमणीय ठाउँ रहेको, एकदम हरियाली ठाउँ छ, एकदम घमाइलो ठाउँ छ, एकदम रमाइलो ठाउँ छ। हेर्न सक्नुहुनेछ नेपालको भन्दा कुनै पनि कम छैन गाइसहरू होइन। यो ठाउँ हेर्न सक्नुहुनेछ। हामी बस्ने रुम भनेको माथि हो, त्यो ग्यान्टिङ आइल्यान्ड हो। यो भनेको चाइनिज टेम्पल। हेर्नुहोस् यस्तो जङ्गल छ कि, यस्तो जङ्गल छ कि, यति रमाइलो ठाउँ छ कि भनेको। डेभलपमेन्ट भनेको चाहिँ होइन नचाहँदै पनि हुने कुरा हो, तर पनि मेन कुरा चाहनुपर्छ होइन। यहाँको अब डेभलपमेन्ट होइन, यहाँको गभर्मेन्ट भनेको एकदम राम्रो छ, किनकि अब आउट कन्ट्रीको एक हिसाबले डेभलपमेन्ट होइन, डेभलपमेन्टदेखि लिएर यहाँको गभर्मेन्टहरू एकदम राम्रो हुन्छ, किनकि विशेष त यता दिगो विकाससँगै विकास चाहन्छन् यहाँको होइन। सो तपाईँहरूले देख्न सक्नुहुनेछ एकदम हरियाली छ गाइसहरू। सो यहाँ चाहिँ भनेको आफ्नो टावरमा चाहिँ घुम्ने छन् मान्छेहरू। सो तपाईँहरूले हेर्न सक्नुहुनेछ। सो म तपाईँहरूलाई सबै देखाउनेछु नि। यो पानी हो र यहाँ चाहिँ भनेको एकदम चिसो पानी आउँछ। योभन्दा अगाडि चाहिँ यो ठाउँमा भनेको चाहिँ तपाईँको केही थिएन, अहिले चाहिँ भनेको तपाईँको माथिबाट पुरै स्लिङ गरेर चाहिँ अहिले एकदम दामी बनाएको छ। यहाँ भेटी चराउने ठाउँहरू पनि बनाएको छ गाइसहरू। सो तपाईँले हेर्न सक्नुहुनेछ। म सबै तपाईँहरूलाई देखाउन चाहन्छु। प्लिज एभ्री वान स्क्रिप्ट नगरिकन अन्तिमसम्म हेरेर प्लिज एभ्री वान किप सपोर्टिङ। अनि विकास के छ त, आज घुम्न आउनु भएको छ नि होइन, कतिको रमाइलो भइरहेछ? एकदम रमाइलो भइरहेछ। जोस् यो ठाउँको बारेमा तपाईँले के भन्न हजुर हजुर तपाईँहरू पनि आउनुहोस्, ग्यान्टिङ हाइल्यान्ड घुम्नुहोस् है। हजुर खासै म पनि नयाँ मान्छे हो, अलिक थाहा छैन होइन। हाम्रो रवि सरलाई सबै थाहा छ। हामी चाहिँ एउटै रुमको मान्छे। उहाँसँग आज चाहिँ मेरो चाहिँ के सल्लाह थियो भन्दाखेरि स्काइवे भनेपछि तपाईँले चिन्नुहुन्छ केबल कार होइन, इङ्ग्लिसमा चाहिँ स्काइवे भन्छ, नेपालीमा चाहिँ केबल कार भन्छ। सो उहाँ चाहिँ चढ्नु भएको छैन। सबैको बस यता दुईजना साथीहरूसँग भेट भयो हाम्रो। यो ठाउँको नाम चाहिँ अब चाइनिज टेम्पल भनेर पनि चिनिन्छ। जुन यो माथि कुना कुनामा तपाईँहरूले देख्न सक्नुहुन्छ नि, यो भनेको एकदम विभिन्न वास्तुकलासँग सम्बन्धित र परम्परा होइन, विगतका दिनहरूमा चाहिँ के कस्तो भएको थियो होइन, त्योहरूसँग सम्बन्धित, त्योसँग रिलेटिभ कुराहरू छन् गाइसहरू होइन। सो तपाईँहरूले यो हेरेर पनि तपाईँहरूले बुझ्न सक्नुहुनेछ। र अहिले हाम्रो सरहरूको फोटो सेसन चलिरहेको छ गाइसहरू।